ल है त घर आइयो यस्तो छ हाम्रो घर सर्कै यस्तो छ ल हेरौँ के छ है त घरको स्थिति के छ हेरौँ है त टिसी तल हावा आउँछ नि यहाँ टिसी तल हावा आउँछ एसीको भन्दा बेसी हो यस्तो छ हिलाएर कति आनन्द छ यहाँ ल यस्तो त छलेछ नि बाजेर यस्तो छ यहाँ नबस्ने भएर गाह्रो छ यहाँ के छ नस्ने कुरा हो यहाँ चाहिँ दुईटा ठिटाहरू छन् ए काले ल खोइ भड्किन लाग्यो घरहरू यस्तो नबस्ने भएको भएर चर्क्यो गोलाहरू लाउँथ्यो क्या ल्याउँदै लाउँदैन हो लत्ता घरको स्थिति यस्तो छ नबस्ने हो बनाउनु पर्ने बाले त के बनाएको भन्ने कुरा गर्दै थिएँ उता जानु है त चाहिँ ध्यान दिएर हिँड्नुपर्ने हुन्छ बेलाउटी आउनु पर्ने बेलाउटी बेसी हो क्या यहाँ चाहिँ सुन्तला बसिसकेको छ यो कागज चाहिँ यहाँ त यस्तो बाले नयाँ नयाँ हालिदिनु बाले भड्किनु ला भन्ने थिएँ नै बनाउनु पर्ला अलिअलि भनेको नयाँ नयाँ हालेछन् बेलाउटी भुटायो कोडो यहाँहरू छन् यस्तो फुल पनि फुल्यो दामी के कस्तो छ है यस्तो छ पुरै सबै देखिने मेरो चाहिँ डाँडाहरू चाहिँ नयाँ नयाँ हाल्छु भाइले यस्तो यतिमा त फेरि चाहिँ अड्डाउनलाई गर्छ भन्ने बनाउनु गरिहाल्नु चोरा बिरालो जस्तो लागेर अहिले त यहाँ बस्ने अन्त यसरी आम्मा लज्जा त जेसुकै होला बस्दै धन्यवाद तल रोड छ उतैबाट आउने हामी होइन ल गुरुलाई घाँस हालौँ अनि जानुपर्छ है त बेलाउटी भुटाएर छ लाटा राजा बाबाहरू पनि फाल्नु भएको छ यता चाहिँ के छ भने यो चाहिँ हाम्रो साथी थियो यस्तो छ है तिमुर अन्त अरिकल लाउँथ्यो के त्यो अरिकलहरू होइन होला यहाँ हो त्यो कतै फुल्छ नि त ल खोरा हालिनुपर्छ अब यिनीहरूलाई